नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले जाँद लाफोटेनका दन्ते कथाहरू लिएर आएको छु। आशा छ आजका कथाहरू तपाईलाई मन पर्नेछन्। आजको लागि पहिलो कथा रहेको छ पेरेटे र दूधको गाग्रो। हिमालको काखमा एउटा सानो गाउँ थियो जहाँ बिहानको कुहिरो नउक्रिँदै गाई वस्तुको घण्टी बस्थ्यो र चरा चिरबिर गर्थे। त्यही गाउँकी एउटी जवान दूध बेच्ने आइमाई थिए। नाम थियो पेरेटे। उसको अनुहारमा सधैँ हाँसो खेलिरहन्थ्यो। आँखा सपनाले छलमल हुन्थे। एक दिन बिहानै उसले ताजा दूधको ठूलो गाग्रो टाउकोमा राखी त्यसमा नरम कपडाको टोप राखेर सन्तुलन मिलाई बजारतर्फ हिँडिरहेकी थिए। छोटो घुँघट, हलुका फरिया, खुट्टामा सजिला चप्पल, जति हलुका लुगा त्यति चाँडो बजार पुगिन्छ अनि दूध पनि छिटो बिक्छ भन्ने उसको ठमाइ थियो। हिँड्दा हिँड्दै बाटोमा उसका मनका पंक्षी उठ्न थाले। यो गाग्रो दूध बिक्यो भने कम्तीमा 100 दाम त पाइहाल्छु नि, उसले आफैसँग भने। त्यही 100 दामले 100वटा अण्डा किन्छु। 12 महिना अण्डा कोरल्छन्। राम्रोसँग चल्ला कोरले भने 3 पटक कोरल्छन्। 300 चल्ला घरै आँगनमा पाल्छु। बाँसको भकारी राख्छु। बिहानो बेलुका दाना हालिदिन्छु। बिरालो आए पनि म हेर्ने मान्छे, स्यालले केही गर्न सक्दैन। यति भन्दा भन्दै उसको मन झन उड्यो। ती 300 चल्लाहरू मध्ये आधा भाले आधा पोथीहरू फेरि अण्डा पार्छन्, चल्ला कोरल्छन्। 1-2 वर्षमै मेरो आँगन कुखुराले खचाखच हुन्छ। तिनलाई बेचेर राम्रो राम्रो बङ्गुर किन्छु। बङ्गुरलाई भुसी र बोतलको झोल खुवाएर मोटाउँछु। मोटाएपछि बजारमा लगेर बेच्छु। कम्तीमा 200 दाम त पाइहाल्छु नि। त्यही पैसाले एउटी गाई र एउटा बाछो ल्याउँछु। गाईले दूध दिन्छे, बाछो उफ्रिँदै उफ्रिँदै मेरो भैँसीहरू बीच खेल्छ। अहो कति राम्रो हुन्छ। यति कल्पेर ऊ आफै हर्षले उफ्रेन थाली। टाउकोमा गाग्रो थियो तर मन त आकाशमा उडिरहेको थियो। उफ्रदै जाँदा एक्कासी खुट्टा अड्कियो। गाग्रो ठल्कियो र सारा दूध बाटैमा पोखियो। सेतो दूध धुलोसँग मिसिएर सेतो लेदो बन्यो। सपनाको गाई, बाछो, बङ्गुर, कुखुरा, चल्ला, अण्डा सबै त्यही लेदोसँगै बेलाए। पेरेटेले टाउकोमा हात राखी आँखाबाट आँसु झार्दै भने, हाय मेरो सपनाको धन सब पोखियो। अब घर फर्केर श्रीमानलाई के भन्ने? कुटाई खाने डरले उसका खुट्टा काम्न थाले। तर के गर्नु, घर त फर्कनै पर्छ। बाटोभरि उसले बहाना बनाई। गाईले हान्यो, बाटो चिप्लो थियो, कुकुरले तर्सायो। तर मनमा थाहा थियो सब आफ्नै उफ्रने मनको दोष हो। घर पुग्दा श्रीमान आँगनमा बसेर भात खाँदै थिए। पेरेटेले टाउको निहुराएर भने, हजुर गाग्रो खस्यो, दूध पोखियो। श्रीमान हाँस्दै उठेर भने, लौ तिमी पनि फेरि टाउकोमा महल बनाउँदै हिँड्यौ होला। कुटाई त खानु परेन, तर गाउँभरि कुरा फैलियो। त्यसपछि सबैले उसलाई गाग्रेकी पेटेरे भन्न थाले। कोही जिस्काउँथे, कोही हाँस्थे, कोही आफैलाई सम्झाउँथे, हामी पनि त यस्तै गर्छौं नि। हेर्नुस् त कति मान्छे यस्तै सपना देख्छन्। कोही राति सुत्दा महल बनाउँछन्, कोही बिहान उठ्दा राजा बन्छन्। बुद्धिमान, विद्वान, साधु, सन्त सबैका मनमा यस्तै हावाको महल बन्छ। एकछिनको लागि हामी राजा, धनी, सुन्दरी, बलवान जे पनि भन्छौं। तर जब सानो ढुङ्गामा ठेस लाग्छ, सानो गाग्रो ढल्छ, तब हामी फेरि पुरानै ठाउँमा उभिएका हुन्छौं। न राजा, न धनी, न त सुन्दरी। त्यसैले भनिन्छ सपना देख्नु राम्रो, तर टाउकोमा गाग्रो लिएर उफ्रनु बुद्धिमानी होइन। जय होस् सधैँ सन्तुलित मनको। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक सबैले देखेको चन्द्रमाको जनावर। पुराना कथाका ज्ञानीहरू भन्थे, मानिसका आँखाले कहिलेकाहीँ धोका दिन्छन् अनि कहिलेकाहीँ सत्य नै देखाउँछन्। कसैले भन्थ्यो इन्द्रियहरू नै सबै भ्रमका मूल हुन्, त कसैले तर्क गर्थ्यो इन्द्रिय त कहिल्यै छल गर्दैनन्। यिनीहरू दुवै सही नै थिए, किनकि आँखाले देखाएको कुरा मानिसले सोच्ने शक्ति बिना, जाँचबुझ बिना, अन्धविश्वासले मानिदिएमा त्यो कुरा प्राय भ्रमै निस्कन थाल्थ्यो। तर जब मानिसले देखेको कुरा पर्ख्यो, मापन गर्यो, विचार गर्यो, परीक्षण गर्यो, त्यो बेला आँखाले देखाएको कुरा कहिल्यै गलत साबित हुन्थेन। यस्तै एउटा कथा बेलायततिर धेरै धेरै वर्ष पहिलेको हो। त्यति बेला एकजना प्रख्यात वैज्ञानिकले आफ्नो ठूलो दूरबीन चन्द्रमातिर फर्काएका थिए। चन्द्रमाको सतहमा नयाँ नयाँ कुराहरू खोज्न ती मान्छेले एकाएक आफ्नो आँखै अगाडि देखिएको दृश्यले दङ्ग परे।
दूरबीनले देखाएको चन्द्रमाको उज्यालोको सतहमा एउटा अनौठो जनावर जस्तै केही हलचल गरिरहेको थियो। आकार अचम्मको, चाल विचित्र र चम्किलो चन्द्रमाको उज्यालोसँगै चलायमान देखिने त्यो वस्तुले वैज्ञानिकको मुटु एकैचोटि छुँदै गयो। चन्द्रमामा नयाँ प्राणी देखियो भन्ने खबर उनको मनभरि फैलियो। खबर फैलियो दरबारसम्म, बजारसम्म, गाउँ टोलसम्म। मानिसहरू चिन्तित पनि उत्साहित पनि। कतिपयले त भन्न थाले युरोपमा चलिरहेको ठूलो युद्धहरू पनि सायद त्यही चन्द्रमाको जनावरकै कारणले हुन सक्छ। कसैले भविष्यवाणी गरे चन्द्रमामा त्यस्तो परिवर्तन आएको छ भने पृथ्वीमा ठूलो संकट आउन सक्छ। यसरी अफवाह, डर, कौतूहल र कल्पना सबै एकसाथ उफ्रिन थाले। राजा स्वयं विज्ञानका संरक्षक थिए। सुनेपछि एकछिन पनि कुर्न सकेनन्। राजकीय र दगुर्यो सिधा वैज्ञानिकको वेधशालातिर। दरबारका मन्त्री, सैनिक, विद्वान सबै राजासँगै, किनकि चन्द्रमामा देखिएको नयाँ जीवले एक प्रकारको भिन्नै डर र उत्तेजना पैदा गरिसकेको थियो। दूरबीनमा हेर्दा राजा पनि एकछिन श्वास अडाएर बसे। हो, त्यही अचम्मको प्राणी त थियो। चन्द्रमाको सतहमा नै बसेर केही हल्लिँदै गरेको जस्तो सबै दरबारी एक अर्काको अनुहार हेरे। अब के हुने हो भन्दै। तर केही बेरपछि जाँच पडताल चल्यो। दूरबीनको लेन्सहरू खोलेर हेर्ने निर्णय भयो, किनकि वैज्ञानिक मनले देखेको कुरालाई अन्धविश्वासले मान्दैन। सावधानीपूर्वक लेन्स खोलेर हेर्दा त्यहाँ देखिएको चन्द्रमाको जनावर के पो रहेछ? एक सानो, कमजोर, डराएको सामान्य मुसो। दूरबीनका दुई लेन्सको बीचमा परेर आफ्नो छाया चन्द्रमामा हल्लिएको जस्तो देखिएको रहेछ। त्यही मुसोले चन्द्रमामा परिवर्तन भयो भनेर हल्ला फैलाएको रहेछ। राजा होस् वा मन्त्री, सबैका मुखबाट एउटै हाँसो छुट्यो। मानिसहरूले बुझे आफ्नै आँखाले देखेको कुरा पनि कहिलेकाहीँ तर्क बिना मनले बनाएको कथा जस्तै हुन्छ। यसरी एउटा सानो मुसाले ठूलो संसारलाई एकछिन भए पनि छल्न सफल भयो र मानिसहरूले फेरि एकपटक सिके सत्य जाँचेर मात्र बुझिन्छ, हल्लाले होइन। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक मुसाहरूको महान सेना र बिरालोको आतंक। प्राचीन कालको कुरा हो। हिमालयको फेदीमा बसेको एउटा सुन्दर गाउँको कथा हो यो। त्यस गाउँमा असंख्य घरहरू थिए र ती घरहरूको भित्ताहरूमा, कोठाहरूमा, भण्डारहरूमा र अँध्यारो कुना काप्चामा हजारौं मुसाहरूको राज्य थियो। तिनीहरूले आफ्नो जीवन शान्तिपूर्वक बिताइरहेका थिए। दिनभर खाना खोज्दै, रात पर्दा आफ्नो परिवारसँग रमाइलो गर्दै। तर यो शान्त जीवन अचानक एक दिन भत्किएको थियो जब गाउँमा एउटा विशाल, क्रूर र अत्यन्त धूर्त बिरालो आइपुगेको थियो। त्यस गाउँको एउटा पुरानो घरको सानो खोरमा एउटी अत्यन्त सुन्दर र चतुर मुसी बस्ती। उनको नाम चन्द्रिका थियो र उनी आफ्नो बुद्धिमत्ता र विवेकशीलताको लागि सम्पूर्ण मुसा समुदायमा प्रसिद्ध थिए। उनका साना साना आँखाहरूमा बुद्धिको चमक थियो। उनको प्रत्येक चाल सोच विचार गरिएको हुन्थ्यो। उनले आफ्नो जीवनभर कहिले कुनै जोखिम मोलेकी थिएनन्। सधैँ सतर्क र सावधान भएर हिँडेकी थिए। उनको सानो घर अत्यन्त व्यवस्थित थियो। एउटा कोठामा उनको सुत्ने ठाउँ, अर्को कोठामा खानाको भण्डार र तेस्रो कोठामा उनका बहुमूल्य सामानहरू। उनले वर्षौंदेखि संकलन गरेका थिए। पनिरका साना टुक्राहरू, दानाका बिउहरू, सुकेका फलहरू। तर यो सबै सुख र शान्ति एकैछिनमा समाप्त भएको थियो जब त्यो भयानक बिरालो आइपुगेको थियो। त्यो बिरालको नाम ग्रिमाल्किन थियो र उसको ख्याति टाढा टाढासम्म फैलिएको थियो। उसको शरीर विशाल थियो, सामान्य बिरालो भन्दा दोब्बर ठूलो। उसको कपाल खैरो रंगको थियो, तर केही ठाउँमा कालो धर्काहरू थिए जसले उसलाई अझ डरलाग्दो बनाउँथे। उसका आँखा पहेँलो हरियो रंगका थिए जुन अँध्यारोमा आगोको ज्वाला जस्तै चम्किन्थ्यो। उसका पन्जाहरू अत्यन्त तीखा र शक्तिशाली थिए, एकै पटकमा कुनै पनि मुसालाई पक्रन र मार्न सक्ने। उसका दाँतहरू लामा र धारिला थिए जसले एकै टोकाइमा आफ्नो शरीरको मेरुदण्ड भाँच्न सक्थे। तर सबैभन्दा डरलाग्दो कुरा उसको चाल थियो। उसले हिँड्दा कुनै आवाज हुँदैन थियो। ऊ छाया जस्तै चुपचाप र छिटो हिँड्न सक्थ्यो। मुसाहरूलाई थाहा हुँदैन थियो कि ऊ कहाँ लुकेको छ र कहिले आक्रमण गर्ला। ग्रिमाल्किनले चन्द्रिकालाई आफ्नो विशेष लक्ष्य बनाएको थियो, किनकि चन्द्रिका अन्य मुसाहरूभन्दा चतुर थिए र उसले धेरै पटक बिरालोको जालबाट बस्न सफल भएकी थिए। यसले बिरालोको अहंकारमा चोट पुर्याएको थियो र उसले ठान्यो कि जबसम्म चन्द्रिकालाई समात्दैन तबसम्म आफू चैन पाउँदैन। त्यसैले उसले चन्द्रिकाको दैनिक दिनचर्या अध्ययन गर्न थाल्यो। उनी कहिले खाना खोज्न बाहिर निस्कन्थे, कुन बाटो प्रयोग गर्थे, कहाँ बस्ने बानी थियो।
बिरालोले चन्द्रिकाको घरको नजिकै एउटा अलमारीको पछाडि आफ्नो लुक्ने ठाउँ बनाएको थियो। त्यहाँबाट उसले दिनरात चन्द्रिकाको गतिविधि अवलोकन गर्थ्यो, पर्खिरहन्थ्यो त्यो एक क्षणको जब चन्द्रिका आफ्नो सतर्कमा ढिलो होस् र उसले आक्रमण गर्न सकोस्। चन्द्रिकाको जीवन एउटा निरन्तर त्रासमा परिणत भएको थियो। उनी बिहान उठ्दा सबैभन्दा पहिले आफ्नो खोरको द्वारबाट बाहिर हेर्थे कि बिरालो त्यहाँ लुकेको छ कि छैन। जब उनी खाना खोज्न जान्थे उनको हृदय धड्कन द्रुत गतिमा चल्थ्यो, उनको श्वास अनियमित हुन्थ्यो। प्रत्येक सानो आवाजले उनलाई डराउँथ्यो। कुनै पात हल्लियो भने पनि उनी सोच्थे कि बिरालो आइपुग्यो होला। कुनै ढोका चिच्यायो भने पनि उनी काँप्थे कि यो बिरालोको पाइलाको आवाज होला। उनी खाना खान पनि ठिकसँग सक्दिनथे किनकि खाना खाँदा खाँदै उनलाई लाग्थ्यो कि कुनै खतरा आइपुग्न सक्छ। रात्रिमा पनि उनी निन्द्रामा जान सक्दिनथे। कहिले आधा निन्द्रामा हुन्थे, कहिले जागा हुन्थे। उनका सपनाहरू डरलाग्दा थिए। उनले सपनामा बिरालोको विशाल पन्जाहरू देख्थे, त्यो भयानक पहेँलो आँखाहरू देख्थे जसले उनलाई खुर्दै थिए। दिनहरू बित्दै गए। एक दिन, 2 दिन, 1 हप्ता, 2 हप्ता, यसरी लगभग 1 महिना बित्यो। यो 1 महिनाको अवधिमा चन्द्रिकाको अवस्था दयनीय बनेको थियो। उनी एकदमै दुब्ली भइसकेकी थिए किनकि उनी ठिकसँग खाना खान सक्दिनथे। उनको शरीरमा ऊर्जा थिएन, उनको आँखामा चमक गायब भइसकेको थियो। उनी सधैँ थकित र कमजोर महसुस गर्थे। उनका साथी मुसाहरूले उनलाई देखेर चिन्ता व्यक्त गर्थे तर केही गर्न सक्दैनथे किनकि सबैजना आफ्नै समस्यामा व्यस्त थिए। बिरालो त्यस गाउँको सबै मुसाहरूको लागि समस्या थियो तर चन्द्रिकाको लागि यो विशेष रूपमा गम्भीर थियो किनकि बिरालोले उनलाई विशेष लक्ष्य बनाएको थियो। एक दिन बिहानको समय थियो। सूर्योदय भएको केही क्षण मात्र भएको थियो। सूर्यको किरणहरू अझै पनि कोमल थिए, हावामा चिसो थियो र चराहरू आफ्ना गीतहरू गाइरहेका थिए। त्यस सुन्दर बिहानीमा चन्द्रिका आफ्नो खोरमा बसेर सोचिरहेकी थिए। उनले सोचिन्, यसरी डरलाग्दो जीवन बिताउनुभन्दा कुनै समाधान खोज्नु उत्तम होइन र? मर्नुभन्दा लड्नु राम्रो होइन र? यस्तो सोचिरहेकी बेलामा उनको दिमागमा अचानक एउटा विचार आयो। उनले सोचिन्, म एक्लै यो समस्या समाधान गर्न सक्दिन, मलाई कसैको सहयोग चाहियो, कुनै ज्ञानी, अनुभवी र शक्तिशाली व्यक्तिको सल्लाह चाहियो। अनि उनको दिमागमा आयो आफ्नो छिमेकी राजा महाराजा मुसाको नाम। त्यो मुसाको वास्तविक नाम गजराज थियो तर सबैले उनलाई राजा, महाराजा, महाशय वा माननीय भनेर सम्बोधन गर्थे। गजराज कुनै साधारण मुसा थिएनन्। उनी एउटा अत्यन्त विशाल मुसा थिए, सामान्य मुसा भन्दा 3 गुणा ठूलो। उनको शरीर मोटो र स्वस्थ थियो किनकि उनले कहिले खानाको अभाव महसुस गरेका थिएनन्। उनका जुङ्गाहरू लामा र सेता थिए जसले उनलाई ज्ञानी र अनुभवी देखाउँथ्यो। उनका आँखाहरू साना तर तीक्ष्ण थिए। उनी गाउँको सबैभन्दा धनी व्यापारी रामदयाल सेठको घरको भण्डार कोठामा बस्थे। त्यो भण्डार कोठा एउटा स्वर्ग जस्तै थियो। त्यहाँ चामल, गहुँ, दाल, मकै, जौको विशाल झोलाहरू थिए। त्यहाँ पनिर, मासु, सुकेका फलफूल, मिठाईहरू सबै प्रशस्त मात्रामा थियो। गजराजले त्यस भण्डार कोठालाई आफ्नो दरबार बनाएका थिए। गजराज केवल खानेकुरामा मात्र रुचि राख्ने मुसा थिएन, उनी एक महत्वाकांक्षी र घमण्डी मुसा थिए। उनले आफूलाई सम्पूर्ण मुसा जातिको नेता ठान्थे। उनी अक्सर भन्थे, म गजराज, कुनै बिरालोले मलाई छुन सक्दैन। म अत्यन्त शक्तिशाली, चलाक र निडर छु। मैले आफ्नो जीवनमा दर्जनौं बिरालोहरूलाई पराजित गरेको छु। उनी आफ्ना युद्ध कथाहरू सुनाउन रुचाउँथे। उनी भन्थे कसरी एकपटक एउटा विशाल कालो बिरालोले उनलाई आक्रमण गरेको थियो तर उनले आफ्नो चतुराईले त्यो बिरालोलाई एउटा जालमा फसाएका थिए। उनी भन्थे कसरी अर्को पटक एउटा सेतो बिरालोले उनलाई पछ्याएको थियो तर उनले त्यस बिरालोलाई एउटा कुकुरको अगाडि थपाएका थिए। यस्ता कथाहरू सुन्दा साना मुसाहरू उनको प्रशंसा गर्थे, उनलाई आफ्नो नायक ठान्थे। गजराज आफ्नो भण्डार कोठामा एक्लै बस्दैनथे। उनीसँग लगभग 50 जना अन्य मुसाहरूको एक परिवार थियो। त्यहाँ उनका साथीहरू, सल्लाहकारहरू, सेवकहरू र अंगरक्षकहरू थिए। ती सबै मुसाहरू पनि राम्रो खानाको लोभमा त्यहाँ बसेका थिए र गजराजको हरेक कुरामा होमाहो गर्थे। जब गजराज कुनै कथा सुनाउँथे सबै सुनेर प्रशंसा गर्थे। जब गजराज कुनै आदेश दिन्थे सबै पालन गर्थे। यसरी गजराज आफूलाई एकदमै महत्वपूर्ण र शक्तिशाली ठान्थे तर वास्तवमा उनी कहिले आफ्नो भण्डार कोठाबाट बाहिर निस्कँदैनथे। उनी बिरालोसँग वास्तविक सामना गर्दैनथे। उनका सबै युद्ध कथाहरू या त धेरै पुराना थिए या त अतिरञ्जित थिए या त पूर्णतया काल्पनिक थिए।
चन्द्रिकाले यी सबै कुराहरू सुनेकी थिए, तर उनलाई अर्को कुनै विकल्प थिएन। उनले सोचिन्, चाहे गजराजले वास्तवमै मद्दत गरून् वा नगरून्, कम्तीमा उनीसँग परामर्श लिन कुनै हानि छैन। सायद उनीसँग कुनै राम्रो सुझाव होला, कुनै योजना होला। यसरी सोच्दै चन्द्रिका आफ्नो खोरबाट बाहिर निस्किन्। उनले अत्यन्त सावधानीपूर्वक चारैतिर हेरिन्। कतै बिरालो त छैन, कुनै खतरा त छैन। अब उनलाई सुरक्षित महसुस भयो। तब मात्र उनी आफ्नो यात्रा सुरु गरिन्। चन्द्रिकाको खोरबाट गजराजको भण्डार कोठासम्मको दूरी लगभग 50 मिटर थियो, तर एउटा मुसाको लागि यो एउटा लामो र खतरनाक यात्रा थियो। उनले 3वटा कोठाहरू पार गर्नुपर्थ्यो, 2वटा ढोकाहरू पार गर्नुपर्थ्यो र लगभग लामो करिडोर पार गर्नुपर्थ्यो। प्रत्येक ठाउँमा बिरालो लुकेको हुन सक्थ्यो। चन्द्रिका अत्यन्त बिस्तारै बिस्तारै अगाडि बढिरहेकी थिए। उनी पर्खालको छेउमा टाँसिएर हिँडिरहेकी थिए ताकि कसैले सजिलै देख्न नपाओस्। उनी हरेक सेकेन्डमा रोकिन्थे र वरपर हेर्थे। उनको हृदय यति तीव्र गतिमा थड्किरहेको थियो कि उनलाई लाग्यो यो धड्कन अरू सबैले सुन्न सक्छन्। उनको श्वास अनियमित थियो, पसिनाले उनको शरीर भिजेको थियो, तर उनले आफ्नो यात्रा जारी राखिन्। करिब 15 मिनटको संघर्षपछि चन्द्रिका आखिर भण्डार कोठाको नजिकमा पुगिन्। त्यो कोठा अलिकति खुला थियो र भित्रबाट प्रकाश र आवाजहरू आइरहेका थिए। चन्द्रिकाले ढोकाको पालबाट भित्र हेरिन् र आफ्नो आँखाले विश्वास गर्न सकेनन्। त्यहाँ दर्जनौं मुसाहरू थिए र तिनीहरू एउटा भव्य भोजमा व्यस्त थिए। पनिरको विशाल टुक्राहरू, रोटीका टुक्राहरू, मासुका टुक्राहरू, चामलका दानाहरू, सबैतिर खाना नै खाना थियो। मुसाहरू खाँदै, हाँस्दै र कुराकानी गर्दै थिए। केही मुसाहरू पनिरको प्रतियोगिता गरिरहेका थिए, कसले कति चाँडो ठूलो पनिरको टुक्रा खान सक्छ। केही मुसाहरू नृत्य गरिरहेका थिए, केही मुसाहरू आफ्नो साहसिक कथाहरू सुनाइरहेका थिए। चन्द्रिकाले साहस जुटाएर ढोकामा ठकठकाइन्। भित्रबाट एउटा आवाज आयो, को हो, के चाहियो? चन्द्रिकाले काँपेको स्वरमा भनिन्, म चन्द्रिका हुँ, मलाई महाशय गजराजसँग भेट्नुपर्छ, अत्यन्त जरुरी कुरा छ। केही क्षणपछि ढोका खोलियो र एउटा ठूलो मुसाले उनलाई भित्र प्रवेश गर्ने इशारा गर्यो। चन्द्रिका हिचकिचाउँदै ढोकाभित्र पसिन्। त्यो कोठा एकदमै विशाल थियो। त्यहाँका पर्खालमा खानाका झोलाहरू राखिएका थिए। बीचमा एउटा खुला ठाउँ थियो जहाँ मुसाहरू भेला भइरहेका थिए र सबैभन्दा अगाडि एउटा पनिरको विशाल टुक्रामा गजराज बसिरहेको थियो। गजराजलाई देखेर चन्द्रिका अचम्मित भइन्। उनी वास्तवमा एकदमै ठूला थिए। उनको शरीर मोटो थियो र उनी अत्यन्त सन्तुष्ट देखिन्थे। उनको अगाडि विभिन्न प्रकारका खानाहरू राखिएका थिए। उनी एउटा मासुको टुक्रा खाँदै थिए र उनको वरिपरि 3 जना सेवक मुसाहरू उभिएका थिए जो उनको सेवामा तत्पर थिए। चन्द्रिकाले अत्यन्त विनम्रतापूर्वक उनलाई प्रणाम गरिन् र भनिन्, महाशय, मलाई माफ गर्नुहोस् कि मैले तपाईको शान्तिमा बाधा पुर्याएँ, तर मेरो समस्या यति गम्भीर छ कि म तपाईलाई बाहेक अरू कसैसँग परामर्श लिन सक्दिन। गजराजले आफ्नो मासुको टुक्रा तल राखे र चन्द्रिकालाई हेरे। उनले देखे कि चन्द्रिका एकदमै दुब्ली र कमजोर छिन्। उनको आँखामा डर छ, उनको शरीर काँपिरहेको छ। गजराजले केही क्षण सोचे र त्यसपछि भने, आऊ बहिनी, बस, तिम्रो समस्या के हो? चन्द्रिकाले आफ्नो पुरै कथा सुनाइन्। कसरी ग्रिमाल्किन बिरालोले उनलाई विशेष लक्ष्य बनाएको छ, कसरी उसले दिनरात उनको पछि लागिरहन्छ, कसरी उनी आफ्नो घरबाट बाहिर निस्कन डराउँछिन्, कसरी उनी ठिकसँग खान र सुत्न सक्दैनन्। उनले आफ्नो सम्पूर्ण पीडा, आफ्नो सम्पूर्ण डर र आफ्नो सम्पूर्ण निराशा व्यक्त गरिन्। गजराजले ध्यानपूर्वक सुने। जब चन्द्रिकाले आफ्नो कथा समाप्त गरिन्, गजराज केही क्षण मौन रहे। उनले आफ्नो लामो जुङ्गाहरू घोप्टिए, उनले आफ्नो लामो जुङ्गाहरू समाते, आफ्नो आँखा बन्द गरे र सोचमा डुबे। त्यो कोठामा भएका सबै मुसाहरू पनि चुपचाप गजराजको प्रतिक्रियाको प्रतीक्षामा रहेका थिए। केही मिनटपछि गजराजले आफ्नो आँखा खोले र अत्यन्त गम्भीर स्वरमा भने, बहिनी चन्द्रिका, तिम्रो समस्या सुनेर मेरो हृदय पनि दुख्यो। यो ग्रिमाल्किन बिरालो वास्तवमा एक महान खतरा हो, तर तिमीले राम्रो गर्यौ जो मसँग परामर्श लिन आयो, किनकि म गजराज छु, म अजय छु, म निडर छु। तर उनले अलिकति रोके र त्यसपछि भने, तर मेरो शपथ, म एक्लैले यो काम गर्न सक्दिन। यो शब्द सुनेर चन्द्रिकाको अनुहार निराश भयो। उनले सोचिन्, यदि गजराज जस्तो शक्तिशाली मुसाले पनि एक्लै मद्दत गर्न सक्दैनन् भने म के गर्न सक्छु? तर गजराजले तुरुन्तै थप्न भए, तर चिन्ता नगर बहिनी, मसँग एउटा योजना छ, एउटा महान योजना। म यस गाउँका र नजिक गाउँका सबै मुसाहरूलाई बोलाउँछु। म एउटा विशाल सेना तयार गर्नेछु। हामी सबै मिलेर त्यो घमण्डी ग्रिमाल्किनलाई यस्तो पाठ सिकाउनेछौँ कि उसले आफ्नो 7 पुस्ता सम्झनेछ। उसले फेरि कहिले कुनै मुसालाई छुने साहस गर्ने छैन। गजराजका यी शब्दहरू सुनेर सम्पूर्ण भण्डार कोठामा उत्साहको लहर दौडियो। सबै मुसाहरूले ताली बजाए।
केहीले जय जयकार गरे। चन्द्रिकाको हृदयमा फेरि आशाको किरण जाग्यो। उनको आँखामा आँसु आयो, खुसीको आँसु। उनले गजराजलाई धेरै पटक धन्यवाद दिइन्। उनले भनिन्, महाशय, तपाईँ साँच्चै महान हुनुहुन्छ। तपाईको यो उपकार म जीवनभर बिर्सने छैन। म प्रार्थना गर्छु कि तपाईको योजना सफल होस् र हामी सबै मुसाहरू शान्तिमा बाँच्न सकौं। गजराजले घमण्डपूर्वक मुस्कुराएर भने, अब तिमी आफ्नो घर जाऊ र निश्चिन्त बस। म तुरुन्तै तयारी गर्छु। भोलि साँझसम्म म एउटा विशाल सेना तयार पार्नेछु र पर्सि बिहान हामी ग्रिमाल्किनलाई आक्रमण गर्नेछौं। चन्द्रिकाले फेरि एकपटक विनम्र प्रणाम गरिन् र भण्डार कोठाबाट बाहिर निस्किन्। उनी फर्कदा उनको हिँडाइमा पहिलेभन्दा बढी आत्मविश्वास थियो। उनलाई लाग्यो कि उनको समस्याको समाधान भेटिएको छ। चन्द्रिका गइसकेपछि गजराजले आफ्नो परिषद बोलाए। उनले आफ्नो प्रमुख सल्लाहकार र सेनापतिलाई भेला गरे। त्यहाँ लगभग 15 जना वरिष्ठ मुसाहरू थिए। गजराजले उनीहरूलाई सम्पूर्ण अवस्था बुझाएर भने, साथीहरू, अब समय आएको छ कि हामीले आफ्नो शक्ति देखाउनु पर्छ। यो ग्रिमाल्किन बिरालो एक महान खतरा हो र यदि हामीले अहिले नै केही गरेनौं भने भविष्यमा हाम्रो अस्तित्व नै खतरामा पर्नेछ। त्यसैले मैले निर्णय गरेको छु कि हामी एउटा विशाल सेना तयार पारेर त्यो बिरालोलाई पाठ सिकाउनु पर्छ। एक वृद्ध मुसा जसको नाम धर्मराज थियो र जसले आफ्नो जीवनमा धेरै युद्धहरू देखेका थिए उभिएर भने, महाशय, तपाईको योजना साहसिक र महान छन्, तर मलाई एउटा कुराको चिन्ता छ। ग्रिमाल्किन कुनै साधारण बिरालो होइन। उसले पहिले पनि धेरै मुसाहरूलाई मारेको छ। उसको शक्ति, उसको गति, उसको चलाखी, यी सबै कुराहरू अत्यन्त खतरनाक छन्। के हामी वास्तवमा उनलाई हराउन सक्छौं? गजराजको अनुहारमा क्रोधको छाप आयो। उनले भने, धर्मराज, तिमी मेरो वरिष्ठ सल्लाहकार हौ, तर तिम्रो यो डरपोक कुराले मलाई निराश पार्यो। के तिमीले मेरो साहस र बुद्धिमा विश्वास राख्दैनौ? मैले आफ्नो जीवनमा कति बिरालोलाई हराएको छु। यो ग्रिमाल्किन पनि केवल एउटा बिरालो मात्र हो। जब हामी सयौं हजारौं मुसाहरू एकसाथ आक्रमण गर्छौं, त्यो डरले भाग्नेछ, तिमीले देख्नेछौ। धर्मराज केही भन्न चाहन्थे, तर उनी चुप लागे। उनलाई थाहा थियो कि गजराज आफ्नो निर्णयमा अडिग छन् र कुनै पनि विरोध स्वीकार गर्ने छैनन्। अन्य सल्लाहकारहरू पनि चुप लागे। कसैले पनि गजराजको विरोध गर्ने साहस गरेनन्, किनकि सबैलाई थाहा थियो कि यदि कसैले विरोध गर्यो भने गजराजले उसलाई यो भण्डार कोठाबाट निकाल्नेछन् र त्यसो भए उसले यो सुविधापूर्ण जीवन गुमाउनेछ। गजराजले आदेश दिए, अब सबैले सुन, तिमीहरू सबै तुरुन्तै विभिन्न दिशामा जाऊ र त्यस गाउँका साथै नजिकका गाउँका सबै मुसाहरूलाई सन्देश पठाऊ। भोलि साँझ यहाँ भण्डार कोठामा एउटा महान सभा हुनेछ। सबै मुसाले आफ्नो उपस्थिति दर्ता गराउनुपर्छ। हामी एउटा विशाल सेनाको तयारी गर्नेछौँ। प्रत्येक मुसाले आफ्नो साझो सामान ल्याउनुपर्छ, खानाको झोला, हतियार आदि कुनै छ भने। हामी पर्सि बिहान युद्धका लागि निस्कनेछौँ। सबै सल्लाहकारहरू र सेनापतिहरूले आदेश स्वीकार गरे र तुरुन्तै आफ्नो काममा लागे। केही मुसाहरू पूर्वतर्फ गए, केही पश्चिमतर्फ, उत्तरतर्फ र केही दक्षिणतर्फ। तिनीहरू हरेक घरमा गए, हरेक खोरमा गए र सन्देश दिए। सन्देशमा भनिएको थियो, गजराज महाशयको आदेशद्वारा सबै मुसाहरूलाई भोलि साँझ रामदयाल सेठको भण्डार कोठामा उपस्थित हुन सूचित गरिन्छ। एउटा महत्वपूर्ण सभा हुनेछ जहाँ हाम्रो जातिको भविष्यको बारेमा छलफल हुनेछ। अनुपस्थित रहनेलाई कडा सजाय हुनेछ। यो सन्देश पुरै गाउँमा आगो जस्तै फैलियो। घण्टौंभित्रमा सबै मुसाहरूलाई यो खबर पुग्यो। साना ठूला, जवान वृद्ध, नर नारी सबैले यो सन्देश सुने। केही मुसाहरू उत्साहित भए। उनीहरूले सोचे कि अन्ततः ग्रिमाल्किनलाई पाठ सिकाउने समय आएको छ। केही मुसाहरू डराए। उनीहरूले सोचे कि यो युद्ध खतरनाक हुनेछ र धेरैले आफ्नो जीवन गुमाउन सक्छन्। तर गजराजको आदेश थियो र सबै पालन गर्नुपर्थ्यो। अर्को दिन सम्पूर्ण दिनभरि मुसाहरूले तयारी गरे। केहीले आफ्ना साना हतियारहरू, तीखा ढुङ्गाहरू, काठका टुक्राहरू संकलन गरे। केहीले खानाको झोला तयार पारे। माताहरूले आफ्ना छोराहरूलाई सल्लाह दिइरहेकी थिइन्, सावधान रहनु, अगाडि अगाडि नजानु, डरायो भने भाग्नु। पिताहरूले आफ्नो छोराहरूलाई साहस दिइरहेका थिए, डराउनु हुँदैन, हामी सबै मिलेका छौं, हामी जित्नेछौं। वृद्ध मुसाहरूले आफ्ना पुराना युद्ध कथाहरू सुनाइरहेका थिए। युवा मुसाहरू उत्साहमा थिए र वीरताका कथा गाइरहेका थिए। साँझ पर्यो, सूर्य अस्ताउँदै थियो र आकाशमा रातो रंग छाइरहेको थियो। एक एक गरेर मुसाहरू भण्डार कोठातर्फ आउन थाले। पहिले 5 जना आए, त्यसपछि 10 जना, त्यसपछि 20 जना। थोरै समय नै सयौं मुसाहरू त्यहाँ जम्मा भइसकेका थिए।
भण्डार कोठा साँघुरो पर्न थाल्यो। मुसाहरू बाहिर पनि जम्मा हुन थाले। करिडोरमा, कोठाहरूमा, सिडीहरूमा सबैतिर मुसा नै मुसा थिए। कसैको अनुमान अनुसार त्यहाँ लगभग 1000 मुसाहरू जम्मा भएका थिए। साँझको 7 बजे गजराज आफ्नो कोठाबाट बाहिर निस्के। उनले आफ्नो राम्रो पोसाक लगाएका थिए, एउटा रेशमको टुक्रा जुन उनले आफ्नो शरीरमा बेरेका थिए। उनको अनुहारमा घमण्डको भाव थियो। उनी आफ्नो पनिरको सिंहासनमा बसे र सबै मुसाहरूलाई हेरे। त्यो दृश्य वास्तवमा भव्य थियो। हजारौं मुसाहरू सबैले आफ्ना नेताहरूलाई हेरिरहेका थिए, प्रतीक्षा गरिरहेका थिए उनको भाषणको। गजराजले खोक्न थाले र बोल्न सुरु गरे। उनको आवाज गम्भीर र शक्तिशाली थियो। मेरा प्रिय भाइहरू र बहिनीहरू, आज यहाँ जम्मा हुनुको कारण तपाईहरू सबैलाई थाहा छ। हामी मुसाहरू यस गाउँमा शान्तिपूर्वक बसिरहेका थियौं। हामीले कसैलाई पनि हानि गरेनौं। हामीले केवल आफ्नो जीवन बिताइरहेका थियौं। तर त्यो क्रूर ग्रिमाल्किन बिरालोले हाम्रो शान्तिमा बाधा पुर्यायो। उसले हाम्रा भाइ बहिनीहरूलाई मार्दैछ। उसले हाम्रो परिवारलाई नष्ट गर्दैछ। उसले हामीलाई डरमा राखेको छ। अब प्रश्न यो हो, हामी कहिलेसम्म यो सहने, कहिलेसम्म डराएर बस्ने, कहिलेसम्म आफ्नो भाइ बहिनीको मृत्यु देखिरहने? गजराजको यो प्रश्नले सबै मुसाहरूलाई छोयो। धेरैले आफ्नो मृत परिवारका सदस्यहरूलाई सम्झे। केहीको आँखामा आँसु आयो, केही क्रोधित भए। गजराजले जारी राखे, म तपाईहरूलाई भन्छु, अब बस, अब यो अन्याय सहनु हुँदैन। हामी कमजोर छैनौं, हामी डरपोक छैनौं, हामी संख्यामा धेरै छौं। यदि हामी सबै मिलेर लड्यौं भने कुनै बिरालोले हामीलाई हराउन सक्दैन। म तपाईहरूलाई आह्वान गर्छु, हामी एकजुट हौं, हामी आफ्नो शक्ति देखाउँ, हामी ग्रिमाल्किनलाई पाठ सिकाउँ। यो शब्द सुन्ने बित्तिकै सम्पूर्ण भण्डार कोठामा हल्ला मचियो। मुसाहरूले नारा लगाउन थाले, जय होस् गजराज, युद्ध गर्नुपर्छ, ग्रिमाल्किनलाई पाठ सिकाउँ। उत्साहको लहर दौडिँदै गयो। जवान मुसाहरू उफ्रिँदै थिए। वृद्ध मुसाहरू मुट्ठी ठोकिरहेका थिए। त्यो दृश्य एकदमै जोशपूर्ण थियो। गजराजले आफ्नो हात उठाए र सबैलाई शान्त हुन इशारा गरे। साथीहरू, अब म तपाईहरूलाई हाम्रो योजना बताउँछु। भोलि बिहान सूर्योदयको समयमा हामी सबै एक ठाउँमा भेला हुनेछौँ। हामी एउटा विशाल सेनाको रूपमा ग्रिमाल्किनलाई खोज्न जानेछौँ। जब हामीले उसलाई भेट्नेछौँ, हामी सबै मिलेर उसलाई घेर्नेछौँ। हामी चारैतिरबाट आक्रमण गर्नेछौँ। ऊ यताउता भाग्न सक्ने छैन। हामी उसलाई यति पिट्नेछौँ कि ऊ आफ्नो जीवन बचाउनका लागि यो गाउँ छोड्नु बाध्य हुनेछ। र यदि उसले भाग्ने प्रयास गर्यो भने पनि हामी उसलाई पछ्याउनेछौँ। हामीले उसलाई यो गाउँबाट, यो जिल्लाबाट, यो देशबाट नै भगाउनेछौँ। मुसाहरूले फेरि जय जयकार गरे। गजराजको योजना सुनेर सबै उत्साहित भए। तर त्यहाँ केही वृद्ध र अनुभवी मुसाहरू पनि थिए जसले यो योजनामा केही खतरा देखे। धर्मराज पनि त्यहाँ थिए। उनले सोचे, यो योजना त्यति सजिलो छैन। ग्रिमाल्किन एक शक्तिशाली शत्रु हो। तर उनले केही भनेनन्, किनकि उनलाई थाहा थियो कि यो समयमा कसैले पनि सावधानीको कुरा सुन्न चाहँदैनन्। गजराजले भने, अब सबैले आफ्नो घर जाउँ र राम्रो आराम गरौँ। भोलि हाम्रो लागि एक महत्वपूर्ण दिन हुनेछ। हामीले आफ्नो खानाको झोल तयार पार्नुपर्छ। यदि कसैसँग कुनै हतियार छ भने त्यो पनि लिएर आउनु। हामी बिहान 4 बजे भेट हुनेछौँ। ढिलो नगर्नु, याद राख। भोलि हामीले आफ्नो जातिको इतिहासमा नयाँ पृष्ठ लेख्नेछौँ। भोलि हामी वीर बन्नेछौँ। यो भनेर गजराजले सभा समाप्त गरे। मुसाहरू एक एक गरेर बाहिर निस्कन थाले। तिनीहरू गीत गाउँदै, नारा लगाउँदै आफ्नो घरतर्फ लागे। सबैको मनमा उत्साह थियो, सबैको हृदयमा साहस थियो। उनीहरूले सोचे, भोलि हामी विजय हुनेछौँ, भोलि हामी स्वतन्त्र हुनेछौँ। तर त्यो रात एक अनौठो रात थियो। धेरै मुसाहरूले राम्रो निन्द्रा लिन सकेनन्। केहीलाई उत्साहले निन्द्रा आएन, केहीलाई डरले निन्द्रा आएन। केही मुसिनीहरू रातभर रोइरहेका थिए। उनीहरूलाई डर थियो कि उनीहरूका श्रीमान वा छोराहरू युद्धबाट फर्केर आउन सक्ने छैनन्। केही वृद्ध मुसाहरूले सोचिरहेका थिए, के यो योजना सही हो? के हामी साँच्चै जित्न सक्छौं? तर कसैले पनि आफ्नो शंकाहरू सार्वजनिक रूपमा व्यक्त गरेनन्। चन्द्रिका पनि त्यो रात राम्रो सुत्न सकेनन्। उनको मनमा दुई प्रकारका भावहरू थिए। एकातिर उनलाई खुसी थियो कि अन्ततः उनको समस्याको समाधान हुन लागेको छ। उनले सोचिन्, भोलि ग्रिमाल्किनलाई पाठ सिकाइनेछ र म फेरि शान्तिपूर्वक बाँच्न सक्नेछु। तर अर्कोतिर उनको मनमा केही चिन्ता थियो। उनले सोचिन्, के यो युद्ध सफल होला? के धेरै मुसाहरू मर्नेछन्? के यो सबै मेरो गल्तीको कारण भइरहेको छ? रात बित्यो। आकाशमा ताराहरू चम्किरहेका थिए। चन्द्रमा आफ्नो शीतल प्रकाश फैलाइरहेको थियो। सम्पूर्ण गाउँ शान्त थियो। तर भोलिको बिहान कस्तो हुनेछ कसैलाई थाहा थिएन। बिहान भयो, अझै अँध्यारो नै थियो। तर आकाशको पूर्वी कुनामा अलिकति उज्यालो देखिन थालिसकेको थियो।
4 बजिसकेको थियो। मुसाहरू एक एक गरेर आफ्नो घरहरूबाट बाहिर निस्कन थाले। प्रत्येक मुसाले आफ्नो खानाको सानो झोला बोकेका थिए। केहीले आफ्ना साना हतियारहरू, ढुङ्गाहरू, काठका टुक्राहरू पनि ल्याएका थिए। तिनीहरू भण्डार कोठातर्फ हिँड्न थाले। बिहानको चिसो कुहिरो अझै जमिनमा बसेको थियो। हावामा हल्का शीतको स्पर्श थियो अनि टाढा टाढाका कुकुरहरू भुकिरहेका थिए। मुसाहरू लहरै लहरै आइरहेका थिए, जस्तो कि कुनै ठूलो मेला लाग्न लागेको होस्। साना मुसा बच्चाहरू आफ्नो बाउ आमासँगै थिए। जवान मुसाहरू जोसले उफ्रदै थिए। वृद्धहरू भने बिस्तारै बिस्तारै हिँड्दै आफ्नो जुङ्गा मुसारिरहेका थिए। कोही गीत गाउँदै थिए, हामी मुसा जातिको जय होस्, बिरालोको नाक काटोस्। कोही फेरि चुपचाप थिए, मनमा 1000 शंकाहरू बोकेर। भण्डार कोठाको अगाडि विशाल मैदान जस्तो खाली ठाउँ थियो। त्यही गजराज आफ्नो रेशमी वस्त्रहरू सजिएर पनिरको ठूलो टुक्रालाई सिंहासन बनाएर बसेका थिए। उनको अगाडि उनका अंगरक्षकहरू लहरै उभिएका थिए। जब मुसाहरूको भीड जम्मा भयो तब गजराजले आफ्नो लामो जुङ्गा सम्हालेर ठूलो स्वरमा बोलाएर, मेरा वीर साथी हो, आजको यो दिन हाम्रो इतिहासमा सुनौलो अक्षरले लेखिनेछ। आज हामी देखाइदिनेछौँ कि मुसाको संख्या जब 1 हुन्छ तब पहाड पनि हल्लिन्छ। अब हामी चल्नेछौँ, ग्रिमाल्किनको सामना गर्नेछौँ। म अगाडि हुनेछु, तिमीहरू मेरो पछि पछि। सबैले ठूलो स्वरले जय जय भने अनि विशाल मुसा सेना हिँड्न थाल्यो। तिनको खुट्टाको आवाजले जमिन नै कम्पायमान भएको जस्तो लाग्थ्यो। कोही पनिरका साना टुक्रा मुखमा हालेर हिँडिरहेका थिए। कोही आफ्नो सानो झोलामा राखेको चामलका दाना गन्दै थिए। बाटोमा आउने हरेक अँध्यारा कुनाहरूमा तिनीहरू सतर्क हुन्थे, तर जोश यति थियो कि डर लुकिसकेको थियो। चन्द्रिका पनि भीडको पछाडि पछाडि हिँडिरहेकी थिए। उनको मनमा आशा र डर दुवै थिए। उनले सोचिरहेकी थिए, यति ठूलो सेना देखेर ग्रिमाल्किन पनि डराउनेछ, तर यदि कुनै अप्रत्याशित भयो भने। तर उनले आफूलाई सम्हालिन्, किनभने यो सबै उनकै कारण भएको थियो। मुसाहरूको सेना चन्द्रिकाको पुरानो घर नजिकै पुग्यो। त्यहाँ ग्रिमाल्किन बसेको ठाउँ थियो। गजराजले सेनालाई रोकेर आदेश दिए, अब चारैतिरबाट घेर्नु, कोही पनि भाग्न नपाओस्। मुसाहरू 4 दिशाबाट फैलिन थाले। तिनका साना साना आँखाहरू चम्किरहेका थिए, सासहरू तात्तिएका थिए। हजारौं मुसाको भिडले त्यो ठाउँ कालो बादलले ढाकिए झैं भयो अनि भयानक घटना भयो। चन्द्रिकाको खोर नजिकैको एउटा पुरानो अलमारीको पछाडिबाट ग्रिमाल्किन बिस्तारै निस्कियो। ऊ शान्त थियो, आँखा आधा बन्द जस्तो, तर त्यो शान्तमा मृत्युको शान्तता थियो। उसले मुसाहरूको विशाल सेनालाई एकपल्ट हेरेर हल्का हाँसे जस्तो गर्यो। त्यसपछि उसले आफ्नो पन्जा फैलायो। एउटा सानो चालले चन्द्रिकालाई टिप्यो र एकै झट्कामा टाउकोमा समायो। चन्द्रिकाले चिच्याउन पनि भ्याइनन्। गजराजले ठूलो स्वरमा कराए, आक्रमण। हजारौं मुसाहरू एकसाथ दौडिए, तर ग्रिमाल्किनले चन्द्रिकालाई मुखमा हालेर पन्जा फैलाएर एउटा भयानक गुराहाट निकाल्यो, म्याऊ। त्यो आवाज यति डरलाग्दो थियो कि जंगलको सिंहको आवाजभन्दा कम थिएन। मुसाहरू एकछिन त अडिए। त्यसपछि अगाडिका मुसाहरू पछाडि फर्कन थाले, पछाडिकाहरू अगाडि ठोक्किन थाले अनि एकछिनमा सम्पूर्ण सेना उल्टो दौडिन थाल्यो। कोही आफ्नो झोला छोडेर भागे, कोही हतियार फाल्दै भागे, कोही त आपसमा ठोक्किएर लड्न थाले। गजराज पनि आफ्नो पनिरको सिंहासन छोडेर सबैभन्दा अगाडि भागे। उनी कराइरहेका थिए, भाग्नु, यो राक्षस हो, भाग्नु। ग्रिमाल्किनले चन्द्रगिरीलाई निल्यो। फेरि एकपल्ट त्यो विशाल भाग्दै गरेको मुसाको सेनालाई हेरेर हल्का मुस्करायो अनि बिस्तारै आफ्नो अलमारीतिर फर्कियो। उसले कसैलाई पछ्याउन जरुरी ठानेन, किनभने ऊ जान्दथ्यो डर एकपटक मनमा पस्यो भने 1000 सेनाले पनि केही गर्न सक्दैन। जब सूर्य पुरै उदायो, गाउँ फेरि शान्त भयो। मुसाहरू आफ्ना पालमा लुकेका थिए। कोही घाइते थिए, कोही आफ्नो झोला गुमाएकोले रुन्थे, कोही आपसमा दोष लगाउँदै थिए। गजराज फेरि आफ्नो भण्डार कोठामा बसेर पनिर खाँदै थियो। तर यो पटक उसको जुङ्गा केही छोटो भएको जस्तो लाग्थ्यो। कसैले उसलाई ग्रिमाल्किनको कुरा सोध्यो भने ऊ भन्थ्यो, ऊ त जादु गर्ने बिरालो रहेछ। हाम्रो सेना त ठूलो थियो, तर जादुको अगाडि केही लागेन। चन्द्रिकाको खोर खाली भयो। कहिलेकाहीँ साना मुसा बच्चाहरू त्यहाँ आएर भन्थे, दिदी चन्द्रिका कहाँ गइन्? तर ठूला मुसाहरू चुपचाप लाग्थे, किनभने तिनलाई थाहा थियो जब घमण्ड र जोशले अन्धो बनाउँछ तब सानो बिरालोले पनि ठूलो सेनालाई लज्जित बनाउँछ। अनि गाउँमा एउटा नयाँ भनाइ चल्यो, मुसाको सेना ठूलो भए पनि बिरालोको एउटा म्याउले पुग्छ। यही हो मुसाहरूको महान सेनाको कथा, जुन आजसम्म हिमालयको फेदीमा गाउँहरूमा सुनाइन्छ। सुनाउनेले भन्छ, जबसम्म घमण्ड हुन्छ तबसम्म खतरा पनि ठूलो भन्छ। साँचो शक्ति संख्यामा होइन, बुद्धि र साहसको सन्तुलनमा हुन्छ।
जय होस् बुद्धिको, जय होस् सतर्कताको। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजका सम्पूर्ण कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।